वेलकम टु आवर च्यानल। अनि आज चाहिँ माइज अलिक बिजी हुनुहुन्छ, त्यही भएर चाहिँ मैले चाहिँ टेक ओभर गरेको। ओके, अब चाहिँ म भ्लग स्टार्ट गर्छु। अनि खास गरी चाहिँ मैले आज किन भ्लग बनाएको भने चाहिँ आज चाहिँ हाम्रो मामालामा चाहिँ पाहुना हुनेछ, त्यसैले आज चाहिँ अनि हामीले चाहिँ धेरै पछि भ्लग बनाएको। कपाल चाहिँ यहाँनिर तान्दैछ अनि यहाँनिर चाहिँ भाइ चाहिँ एकदमै खुसी भइरहेछ। आज एकदमै एक्साइटेड छ किनभने आज चाहिँ मामालामा चाहिँ पाहुना आउनेवाला हुनुहुन्छ, त्यसैले हेर्न सक्नुहुन्छ। बहिनी फोन पनि हेर्दैछ, यहाँ समातिरहेको छ। यहाँ भाइ एकदमै एक्साइटेड भइरहेछ। अनि ओके, यस चाहिँ भाइ चाहिँ एकदमै हिँड्दैछ। ओहो, डान्स पनि गर्दैछ है। हेलो भन्देऊ भाइ। भाइ चाहिँ आज निकै नै एक्साइटेड भइरहेछ किनभने ऊभन्दा सानो बहिनी पनि आउनु हुँदैछ। कति धेरै पछि भ्लग बनाएको है भाइ। यता हेरिदेऊ न त। हाँस यहाँनिर चाहिँ हाम्रो बहिनी अचम्म परिरहेछ, हाँस्दैछ। हाम्रो बहिनी हाँस्दैछन् किनभने ऊ पनि अलिअलि एक्साइटेड नै हुँदैछ। ओहो, माइली चाहिँ आज पोर्क बनाउँदै हुनुहुन्छ, पोर्कको मिट। हामीले चाहिँ धेरै पछि नै भ्लग बनाएको हो। अब मैले चाहिँ कतिचोटि भइसक्यो। ओके, सो एकजनाको चाहिँ टिका बिग्रेर यस्तो भइसकेको छ। ओके, अब अनि तिम्रो बहिनी त आउन आँट्नु भएर अब तिमी भेट्न पाउँछौ है छिटै। हेर्नु सक्नुहुन्छ यहाँनिर छ्यामाको त जहिले पनि यही ट्रिक हुन्छ। मैले यहाँ पुरै अलस तलस पारिसकेको थिएँ, यो के हो यस्तो, आज के भइसकेको छ मसँग भनेर। हो, अचम्म परिरहेछ। अनि यहाँनिर चाहिँ हाम्रो 3जना सेफहरू हुनुहुन्छ। ओके, 1 2 3। मामा चाहिँ के गर्दै हुनुहुन्छ? मामा चाहिँ भाइ बहिनीका। अनि यहाँ चाहिँ पोर्क पाल्दैछ। काकाले चाहिँ नाउमीलाई बोकिरहनु भएको छ। नोहा चाहिँ पुरै एक्साइटेड भइरहेछ, एकदमै एक्साइटेड। यसरी लडाउनु पर्छ क्या बेला बेला, अनि यसो गर्नुपर्छ। ओहो, नाउमी चाहिँ पुरै सक्नुहुन्छ। यहाँनिर चाहिँ केही आक्रमण भइरहेको छ। क्यामेरामा एकदमै एक्साइटेड भइरहेछ। हेलो गाइजहरु, नमानेको चिनेन, नचिनेको म आँसु पनि निकालेछ त। यस्ताहरू त साथीले यस्तो सानीलाई भ्लग गरिरहेको छु मैले। चुच्चो पारेर चुच्चो पारेर त्यो हुन्छ। हेलो चुच्चो पारेर त्यो हुन्छ। हेलो हेलो, नाउमी, यहाँ नाउमी, नाउमी, नाउमी। क्यामेरामा नहेर्नु, यस्तो घुमीफिरी गरी भेटियो हामीले। म चाहिँ हो सुनिमा राई। यता हेर, यता रुनु थाल्यो। दिदी रुको सुनेर बहिनी पनि रुन्छ।
दादा के भएको यसले त डिस्टर्ब गरे त हेलो कान्छी हेलो नसुत्ने दादा त सुत्नु भयो ऊ चाहिँ सुत्दैन अनि पुरा उसको चाहिँ सेट मिलेको छ टोपी चाहिँ लाउनै मानेको छैन अनि फुकालेर फालिदिएको खुट्टा लाउँदै बसेर यो कसले ल्याइदिनु भएको गिफ्ट भन त छोरी कसले ल्याइदिनु भएको छ्यामाले ल्याइदिनु भएको यो जुत्ता अनि हिरोनी भएर बसिरहेछ सुत्दैन पनि छोरी त आमै नसुत्ने अनि सुताउनु पर्ने कति 11 बजिसक्यो नसुत्ने यस्तो छ ताल उसलाई घुमाइराख्नु अरे यसरी हिजो पनि निन्द्रै पुगेको छैन आउने कति नाम हो क्या यति खै यति